गाइस वेलकम छ हजुरहरुलाई मेरो मिनी ब्लगमा। आप सबैजना सन्चै हुन्छ र कहाँ जानलाई एक डोको कपडा लगाएर भन्नुभयो होला। अब यत्रो दिन नधोको कपडा चाहिँ यति धेरै थुप्रिए छन्, त्यसैले डोको बोकेर धुन गएर हरहर्ती धोएँ अनि पखाल्नु पर्यो भनेर सबै बाल्टीमा कचल कुचुल पारेर एकान्ट निकाल्दै पखाल्दै गरे। सबै सिद्धाएपछि लास्टमा चाहिँ यो कार्पेट धुन रह्यो। मेरो बा कति मैल परेको ब्रुसले रगड्छु जाँदै जान्न, जसो तसो रगडेर पनि सके। त्यसपछि पखाल्न पर्यो, पखाल्दा एक्लै परान जान लाग्यो मेरो। जसो तसो पखालेर अनि सिधै अब यसलाई चाहिँ निचार्नु पर्यो भनेर बल्ल निचारे। अनि यता फेरि मैले धोएर कपडा भरि सुकाएको थिएँ नि त, ओभाउँछन् भनेर अब उठाउनु पर्यो घर जानलाई। सबै उठाउन लाएँ, एकान्ट गरी यता पनि थिए। कपडा उठाएर एक डोका घर आएँ। अब डोकाभरि खाँदेर बोकेर हिँड्नु पर्यो नि त, यति धेरै धुन चाहिँ धेरै टाइम लाग्यो नि त। त्यसपछि डोको बोकेर जसो तसो घर लागे। मेरा बा कम्ता भारी डोको थिएन, चिसा कपडा। घर आउँछु भन्दा चाहिँ मम्मीले ठकन रोटी बनाउनु लाग्नु भएको, यति चाहिँ बनाइसक्नु भयो रहेछ। यता भने यस्तो दामी तरिकाले रोटी फुलिएका थिए कि अरती कस्तो राम्रो तरिकाले रोटी फुलिएका थिए। यसले चाहिँ रातो हुने गरी फुराउँछु र बेसरी पकाउँछु भनेको त हाय कस्तो राम्रो भएर निस्कियो रोटी। यति धेरै भइसके सुपर हस्त गाइस। यति नै भिडियो मन परे लाइक कमेन्ट शेयर सब्सक्राइब गर्न नबिर्सिनु।